होइन यो धरानको मेयरहरूको सम्पर्कको पक्ष चाहिँ कस्तो खाले मान्छेले लिइरहेको छ। मलाई चाहिँ लाग्छ कि कुनै व्यक्ति चाहिँ हामी चाहिँ चोरी खाउँ ढाँटी खाउँ भन्नेहरू चाहिँ उसको विपक्षमा होला। मेहनत गरी खाउँ इमान्दारीका साथ यो देशले बचाउँ उठाउँ भन्नेहरू नै हाम्रो धरानको मेयरहरूका सम्पर्कको पक्षमा उभिनु भएको छ जस्तो लाग्छ। र सुन्नुहोस् न, उहाँले हिजो अस्ति मात्र पान्थरको फेदेनमा उहाँले दिनुभएको भाषणमा के भन्नुभएको छ त सबैले सुन्नुहोस् त। 3 करोड नेपालीको 6 करोड 3 करोड बेल्चा खोयाङ 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 खोयाङ